महानुभावहरू तपाईँलाई हार्दिक स्वागत छ। म यति बेला जाजरकोटको सदरमुकाम फलङ्गामा रहेको शान्ति चौताराको बस पार्कमा छु। गए राति 12 बजीतिर करिब 12 बजीतिर फलङ्गा सुनसान थियो, तर एउटा पसलमा आगो दन्दनी बलिरहेको थियो। वर्णबहादुर उइलेको सौरभ एन्ड गौरव इलेक्ट्रोनिक पसलमा गए राति आग लागेपछि यहाँ लाखौँको क्षति भएको छ। आगो के कारणले लागिरहेको थियो, के कारणले आगो लाग्यो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ। सम्भवतः हामीले बुझेअनुसारले विद्युतको वायरिङ सर्ट भएरै लागेको भन्ने चाहिँ हामीले जानकारी प्राप्त गरेका छौँ र यहाँ लाखौँको क्षति भएको छ। यहाँ इलेक्ट्रोनिक सामानहरू धेरै जल्यो भन्ने पनि जानकारी छ। र मैले तपाईँलाई यो भनिरहँदा जाजरकोट सदरमुकाम फलङ्गामा आगो लाग्दै गर्दाखेरि नियन्त्रणका लागि चाहिँ हाम्रो पहल एकदम कमजोर हुन सक्यो। हामीले चाहिँ सोचे जस्तो पहल गर्न सकेनौँ। यहाँ आगो दन्दनी बल्यो, धेरै सामानहरू क्षति भयो, एउटा सामान पनि सकुशल रूपमा चाहिँ उठाउन सकेनौँ। आगो बलिरह्यो, यहाँ चाहिँ सामानहरू जलिरहे, तर पनि यहाँ न दमकल छ न चाहिँ स्थानीय प्रहरीले सक्रियता देखाए। प्रहरीले त सक्रियता देखाएकै थियो, तर प्रहरीले 1-2 प्रहरी भएर हुने केही पनि थिएन। पानीको अभाव थियो, त्यसमा अझ भनौँ बेसिकली रूपमा चाहिँ पानीहरू, त्यसपछि कार्बन डाइअक्साइड ग्यासहरू, यस्तो दमकलहरू नहुँदाखेरि एकदम समस्या भयो। यदि दमकलहरू र अन्य जनशक्ति हुन्थ्यो भने समयमै आगो नियन्त्रण गर्न सकिन्छ र केही सामान मात्र जल्थ्यो, धेरै सामान जल्न पाउने थिएन। यो कुरालाई त्यसैले मैले भन्न खोजेको भने जिल्लाबाट निर्वाचित सांसद मानिसहरू, अन्य जनप्रतिनिधिहरू, नगरपालिका लगायतलाई हाम्रो चाहिँ आग्रह के छ भन्दाखेरि यहाँहरूले यो पहल चाहिँ आगो बलिरहँदाखेरि नियन्त्रणका पहलहरू धेरै गतिलो तरिकाले नहुनु भन्दाखेरि यो एउटा पसल उदाहरण मात्र, भोलि धेरै पसलमा आग लाग्न सक्छ। त्यही बेला पनि अलि राज्यको सक्रियता कम देखिन्छ जस्तो हामीले महसुस गरिरहेका छौँ। दर्शक महानुभावहरू, तपाईँलाई हामी केही देखाउँछौँ। यहाँनिर पुरै चाहिँ सडकहरू, यो पुरै चाहिँ पसलहरू, यहाँ चाहिँ सौरभ एन्ड गौरव इलेक्ट्रोनिक पसल थियो, त्यो सबै जलेर पूर्ण रूपमा क्षति भएको छ। इलेक्ट्रोनिक पसल पुरै जलेको छ। यहाँ चाहिँ सामान एउटा पनि बाँकी छैन। हामीले त्यो देखिरहेका छौँ, त्यो देखाइरहेका छौँ तपाईँलाई। त्यसले गर्दाखेरि पनि यहाँ चाहिँ स्थानीय दमकलहरू हुन जरुरी छ कि छैन, स्थानीय प्रहरीहरूको सक्रियता, अझ प्रहरी भएर मात्र भएन, प्रहरीहरूसँग पनि उन्नत खालका चाहिँ सामग्रीहरू हुनु पऱ्यो। नियन्त्रणका लागि चाहिँ पहल गर्ने सामग्री हुन जरुरी छ। यसले चाहिँ देखाउँछ र यो एउटा उदाहरण मात्र बनेको छ। यो पसल धेरै पसलहरूमा क्षति भयो भने राज्यको प्रश्न हुन सक्छ। त्यसैले मैले आग्रह के छ भने यहाँ उहाँको 0 लेभलबाट सुरु गरेको व्यवसाय पनि यहाँ चाहिँ जलेर खटानी भएको छ। यसका लागि पनि अन्य व्यापारीहरू, हामी सबै सामाजिक सद्भाव राख्ने सामाजिक मनहरूले चाहिँ एक सहयोग गरेर पनि उहाँलाई बचाउनका लागि हामी अनुरोध गर्न चाहन्छौँ, सहयोग गर्नका लागि अनुरोध गर्न चाहन्छौँ। धन्यवाद। बलेको आवाज आउने क्रममा म चाहिँ उठेर यसो बाहिर हेर्दाखेरि पसल पुरै आगो लागेर धुलोहरू माथि गइसकेको थियो क्या उहाँहरू। जाने क्रममा त्यहाँबाट बाहिर आएर यता हेर्दाखेरि पसलबाट उहाँ बाहिर आइरहेको रहेछ। अनि आउने क्रममा त्यहाँबाट यो चाबी हुटपुटमा पसलको चाबी पनि मैले माथि कोठामा छोडेर तल आइयो। तल आएर फेरि माथि चाबी लगाएर पुरै धुलाले उहाँले त्यहाँ बस्नै सकिएन। झन्डै लगभग 1 घन्टा अघि त्यो चाबी निकाल्नै लाग्यो माथि कोठाबाट। लाग्ने क्रममा चाहिँ त्यो चाबी ल्याएर सटर खोलेर सटर उम्म झारियो। भित्र हेर्दा त पुरै आगोले सामान सबै खाइसकेको रहेछ। खाएर एकदम नै बनाएर त्यहाँ सटर उम्म झाऱ्यो, आगो धेरै लागिसकेको थियो। त्यहाँबाट फेरि त्यो सटर पुरा त्यो भनिदिएर फेरि तल झऱ्यो। तल झर्दाखेरि अब बिचमा हामीले अब आर्मी साथीहरूलाई होइन, सस्तो साथीहरूमा पुलिसहरूलाई सबैले गुहार्दाखेरि सबै आएर चाहिँ त्यहाँबाट उद्धार भयो भनौँ, पानी सानी हाल्ने। त्यस पछाडि गएर सबै गरेर आगो चाहिँ बरामुसीले चाहिँ नियन्त्रणमा लग्यो। अनि यहीमा चाहिँ मैले चाहिँ अब लक्ष्मीमा पनि पसलको लोनको बिमार छ। अब बुझ्नु पर्ने कति जतिको क्षति हुन्छ मेरो? अब टोटल सामानको मेरो इलेक्ट्रोनिक पसल पनि हो, त्यस पछाडि गएर जुत्ता चप्पल पनि हो, रबर आइटम पनि हो, भाँडा पसल पनि हो। मलाई समथिङ 80-85 को हाराहारीमा सामान गयो। अनि जेनली मेरो नगद चाहिँ 2.5 लाख रुपियाँ काउन्ट हुने त्यो पनि गरेर 90 लाख गयो। त्यतिको सामान चाहिँ मेरो नपुरै छ। क्यास मेरो 2.5 लाख रुपियाँ क्यास काउन्टरमै झऱ्यो। अरू खुद्रा त कति थियो मैले भन्ने आग लागि यसो भन्नुपर्दा चाहिँ
यो मुसाहरूले चाहिँ परासी जिताएर काटिरहन्थ्यो काट्ने क्रममा चाहिँ त्यो मुसाले चाहिँ काटेर तार चाहिँ जुटेको अनुमान सजाइरहेको छैन सत्य तथ्य चाहिँ अब त्यति होइन मुसाकै कारणले हो कि भन्ने जस्तो लागिरहेको अनुमानित चाहिँ अनुमानित हो त्यसपछि अब यो अहिले प्रहरीले मुसुल्क उठाएर अब सबै साथीहरूले पनि मुसुल्क उठाउनुहुन्छ अब के हुन्छ कस्तो हुन्छ प्रक्रिया अब अगाडि बुझ्दै जान्छ हुन्छ जानकारी सदरमुकाम खलङ्गामा अब स्थानीय सरकारले पनि अब दमकल ल्याउने भन्ने कुराहरू पटक उठिरहेका थियो दमकल चाहिँ नहुँदाखेरि पनि यस्ता खालका समस्याहरू हुँदाखेरि बजार अब यो सहरीकरणतर्फ उन्मुख छ त्यसकारण अव्यवस्थित बजारीकरणलाई चाहिँ व्यवस्थित गर्ने कुराहरूमा पनि स्थानीय सरकारले चासो दिनुपर्छ र यहाँको उद्योग वाणिज्यसँगले पनि यस्ता कुराहरूमा चाहिँ एडभोकेसी गर्ने चासो दिने कामहरू चाहिँ गर्नुपर्छ त्यो चाहिँ हुन सकिराखेको छैन अब उहाँलाई चाहिँ अहिले समस्या भयो बिमा छ कि छैन त्यो थाहा गर्नु मलाई यो अवस्थामा सबै पसलेहरू मिलेर 2-4 हजार सपोर्ट गऱ्यो भने पनि उहाँको चाहिँ व्यवसाय पुनः फेरि रिकभर हुनसक्छ यस्तो कुराहरूमा पनि संयमता अपनाउने यस्तो खालको सद्भाव चाहिँ व्यापारीहरूमा पनि हुन आवश्यक छ र अर्को कुरा अब दमकल भइदिएको भए यो कुरालाई चाहिँ सहजै रूपमा चाहिँ स्थितिलाई नियन्त्रणमा लिन सकिन्थ्यो दमकल ल्याउने हल्ला पनि चलेको थियो होइन त्यो चाहिँ हुन सकेन त्यसको लागि पनि अब आगामी दिनमा थप यस्ता घटनाहरू हुन नदिनका लागि स्थानीय सरकारले तत्काल दमकल ल्याउने कुराहरूलाई पनि चासो दिनुपर्छ र अर्को कुरा बजारमा अब यो वायरिङको कुराहरू पनि त्यति राम्रो देखिँदैन अब सानो खालको तारहरू यी सबै कुराहरू टेक्निकल रूपमा चाहिँ राम्रोसँग नसिकेका त्यस्ता मान्छेहरूबाट पनि बत्ती बले भइगयो भन्ने खालको मान्यताले पनि यी खालको समस्याहरू हुन सक्छन् जस्तो इन्भर्टरहरू जडान गर्दाखेरि कसरी सावधानी गर्नु यी कुराहरू पनि सामान्य कुराहरू नहुँदाखेरि पनि हुनसक्छ र यो क्षति जति भएको छ यो क्षतिलाई कसरी उहाँहरू जस्तो व्यापारीहरूलाई चाहिँ अब ठुलो व्यापारी पनि होइन एउटा भर्खर सुरुवात गरेर सङ्घर्ष गर्दै यहाँसम्म पुगेका मान्छेहरूलाई अब फेरि जिरोबाट सुरु गर्नुपर्ने अवस्था छ यसको लागि उद्योग वाणिज्य लगायत यहाँको व्यापारीहरूले सोच्न आवश्यक छ जस्तो जसमा चाहिँ हामीले ठिक 12 बजी 11 बजी 55-56 मिनटमा चाहिँ आगो अघिपछि चाहिँ त्यो बेलामा आगो लागेको थियो म चाहिँ आगो लागेको 2-3 मिनटपछि पछि आएँ मैले चाहिँ कोठाभित्र सुने कराएको सुन्दाखेरि चाहिँ होटेलमा कतै रक्सी खाएर झाँकाएर गरिरहेको होला भनेर मैले चाहिँ बाहिर आएर हेर्दाखेरि यहाँ चाहिँ अलिकति यो भागमा चाहिँ अलिकति सानो आगो लागिरहेको थियो र यहाँ चाहिँ को हुनुहुन्थ्यो भने 2 जना म्यादी भाइहरू अनि 2 जना चाहिँ ड्युटीमा भएको 2 जना प्रहरी साथीहरू हुनुहुन्थ्यो एउटा चाहिँ आउटड्रेसमा सायक लिडरसिप एउटा चाहिँ दिलीप केसी भन्ने चाहिँ आउटड्रेसमा हुनुहुन्थ्यो उहाँले चाहिँ सडक उठाउनु सडक उठाइसकेपछि झन्झन आगो दम्किन लाग्यो यहाँ चाहिँ स्वयंमा आइसकेपछि हामीले चाहिँ अरू केही सामान नपाइसकेपछि ठिक 12 बजी हामीले त्यहाँबाट मिनो वाटर ल्याउँदै फाल्दै गऱ्यौँ झन् त्यसपछि चाहिँ आगो झन्झन दम्किन लाग्यो हामीले चाहिँ अरूलाई फोन गर्न कोसिस गऱ्यौँ तर लागेन त्यसपछि उहाँले नै स्वयं आफूले प्रहरीलाई फोन गर्नुभयो त्यसपछि प्रहरीले फोन गरिसकेपछि त आर्मीलाई सस्त्रलाई फोन गरेर उहाँहरू चाहिँ आधा घन्टापछि यहाँ आइपुग्नु भयो तिनजेलसम्म आगो पुरै फिजिरहेको थियो त्यस बिचमा पनि बल्दा बल्दै सटर बन्द भयो सटर बन्द भइसकेपछि हामीले यहाँको चाहिँ स्कार्पिटर जेसिबीलाई ल्याउने कोसिस गऱ्यौँ नगरपालिकाको जेसिबीको खोजी भयो जेसिबीको खोजी हुँदा पनि पछि ड्राइभर जेसिबीको ड्राइभरलाई चाहिँ सोद्धाखेरि सिपी घटीलाई फोन गर्नुपर्छ भनेर भन्दाखेरि मैले स्वयं सिपी घटीलाई फोन गर्दा स्विच अफ भयो फोन स्विच अफ देखायो त्यसपछि हामीले चाहिँ यो सडकको लागि केही हुन्न भोलिबाट हामी कुरा गर्छौँ भनेर चाहिँ ड्राइभरलाई स्कार्पिटर ल्याउन लगाएर चाहिँ यो सडक खोलियो त्यसपछि आर्मीको टोली सशस्त्रको टोलीहरू आएर चाहिँ जनातन हामीले त्यसपछि पानीको अभावले गर्दा चाहिँ त्यतिखेर पानी हामीसँग पानी पर्याप्त रूपमा पानी नहुँदा पनि पुलिस साथीहरू स्वयं उहाँहरू चाहिँ माथि दौडेर पानी गएर पानी सानी खोलेर ल्याउनु भयो त्यसपछिको चाहिँ आगो नियन्त्रणमा ल्याउन सक्यो धेरै मानवीय क्षति नभएको र सामानहरू धेरै नष्ट गरेको समथिङ 80-90 लाखको जतिको चाहिँ यहाँ सामानहरू सबै खर्च भएको अनुमान छ एउटा हजुरको पनि भएको होला यसमा त्यो के भन्दाखेरि सरकारी संयन्त्रको जस्तो दमकलहरू सदरमुकाम जस्तो ठाउँमा के भनिहाल्छ त गर्दा त्यो पनि राख्नु भएको नष्ट भएको छ सदरमुकाममा धेरैको क्षतिको आकलन गरिएको छ यहाँ स्थानीयको अनुसार तर यो क्षति स्थानीय प्रहरी दमकलहरू भइदिएको भए स्थानीय प्रहरी त यहाँ हुनुहुन्थ्यो तर उहाँहरूको पनि केही लागेन तर यहाँ चाहिँ नगरपालिकाले जिल्ला स्थित एउटा दमकल भइदिएको भए आगो नियन्त्रण गर्न सक्यो उहाँको क्षति हुने थिएन यो सदरमुकाम जाजरकोट सदरमुकाम खलङ्गाभित्र पनि
यस्तो खालको क्षतिलाई चाहिँ हामीले नियन्त्रण गर्न सकेनौँ, आगो लागे विपत्तिका घटनाहरूलाई हामीले चाहिँ नियन्त्रण गर्न सकेनौँ भने हामी राज्य छ कि छैन भन्ने प्रश्न पनि हाम्रो लागि त्यत्तिकै ताजा हुनसक्छ। किनकि यहाँ चाहिँ सदरमुकामभित्र आगो लागेको छ तर राज्यले नियन्त्रणका लागि पहल गतिलो देखिँदैन, यसले पनि राज्यमाथि नै प्रश्न उठाइरहेको देखिन्छ। यहाँ चाहिँ यो हिजो चाहिँ यहाँ चाहिँ भएको आगलागीले यहाँ चाहिँ पुरै इलेक्ट्रोनिक पसलमा पूर्ण क्षति भएको छ। यो क्षति कति भयो भन्ने कुरा चाहिँ अहिले हामी केही स्थानीयहरूसँग सोध्छौँ, तर त्योभन्दा अगाडि यो क्षतिको विवरण हेर्नुभयो भने यहाँ सबै जलेर नष्ट भइसकेको छ। जिल्ला सदरमुकाम खलङ्गामा एउटा पसल जल्छ, आगो लागेको हुन्छ, आगो नियन्त्रणमा आउँदैन, तर पनि यहाँ चाहिँ नियन्त्रणको कुनै प्रयासहरू भए पनि सम्भव हुँदैन। दमकलहरू एउटा चाहिँ गाडीहरू भइदिएको भए त्यसलाई अलिक सजिलो हुन्थ्यो भन्ने चाहिँ स्थानीय बुझाइ छ। उहाँ स्थानीयका अनुसार यस्तो भइरहेको छ अहिले चाहिँ यहाँ चाहिँ। त्यही त बानी बजारको गुरु भान्ज भर्खर जानुभएको रहेछ। यहाँ अलिकति स्मेल आएको रहेछ, गन्ध आइरहेको रहेछ। अलि पहिला यो कसैले यो प्लास्टिक चाहिँ जलायो, त्यही गन्ध हो भनेर उहाँ जानुभएको रहेछ। त्यसपछि उहाँ एकाएक चाहिँ 12 बजीतिर मामा आगो लाग्यो भनेर आउनुभयो। म त मस्त निद्रामा थिएँ, यो सपनामा हो कि यो खास रियालिटी हो भन्ने भयो, एकछिन त बुझ्नै भयो। त्यसपछि म लगभग 12 बजीतिर यहाँ पुग्दाखेरि यो यताको सटरबाट पुरै आगोको मुस्ला आएको थियो, मान्छे चाहिँ जुम्म भइसक्नु भएको थियो। त्यसपछि हामीले यो उता सिद्धार्थको पाइप माथिबाट फालेर त्यहाँ पाइप पुगायौँ। यो घर यो यताको घर, त्यसपछि पल्लो घरबाट आगो चाहिँ गर्यो, आगोलाई पानी हाल्ने काम गरियो। र त्यहाँबाट मिनी वाटर ल्याएर मिनी वाटर पनि हान्यो धेरै, तर पनि आगो कन्ट्रोल भएन। र उता कसरी बचाउने भनेर होटलको सामान निकाल्नुभयो कतिपय साथीहरूले। र अलिकति अब यो सुरक्षा अथवा यो हाम्रो संयन्त्र अलि ढिलो भयो, किनकि आर्मीको त धेरै पछि आयो। पुलिस 2-3 जना हुनुहुन्थ्यो यहाँतिर पुलिस, अलिकति थोरै चाहिँ टाइममा पुगेको भएर नगरपालिकाको दमकल भएको भए उताको मोबाइल क्षति भएको थियो, यताको प्लास्टिक चाहिँ क्षति हुने थियो। र तै पनि यहाँको सबैको समुदायको सक्रियता पछि सुरक्षाकर्मी आउनुभयो। सुरक्षाकर्मीसँग पनि त्यो फाइरिङ ग्यास चाहिँ सानो रहेछ, त्यसो भएको हुनाले आर्मी आइसकेपछि अब आगो कन्ट्रोलमा आयो। 2 बजीतिर निर्वाचन अभियानबाट यहाँ चाहिँ सदरमुकाम आउँदै गर्दा ठुलो आगोको मुस्लो धेरै मान्छेहरू जम्मा भएको थियो। मेरो गाडी अलि अगाडि चाहिँ रोकेर म हतार यहाँ दौडेँ। यहाँ पसल त्यो बेलासम्म यो सामानहरू निकालिराखेको अवस्था थियो। अत्यन्तै दुःखद घटना जिल्ला सदरमुकाममा हुन पुग्यो। सरकार भनेको नागरिकको जीव धनको सुरक्षा गर्ने प्रमुख दायित्व हो भने वास्तवमा हामीले सदरमुकामको यति व्यस्त चाहिने बजारमा हामीले एउटा दमकलसम्म खरिद गरेको भए यति ठुलो क्षति हुँदैन थियो। त्यस कारणले पनि अब यिनी कुराहरू राज्यका नीति निर्माणमा इन्सुरेन्सको कुरा उहाँलाई मैले अहिले पनि यो पसलको चाहिने साउलाई सोधेँ कि इन्सुरेन्स पनि रहेनछ। उहाँको सानो चाहिँ इन्सुरेन्स रहेछ, इन्सुरेन्स अनिवार्य इन्सुरेन्स भइदिएको भए, यहाँ दमकल भइदिएको भए सहजै यो चाहिँ आगलागी नियन्त्रण गर्न सकिन्थ्यो। यस्ता दुःखद घटनाहरूबाट वास्तवमा नागरिकले जीवनको अत्यन्तै चाहिँ जोखिम मोल्नुपर्ने अवस्था छ। मान्छे लगानीकर्ताहरूले लगानी गर्न पनि हिचकिचाउने हाम्रो अब जस्तो यसमा जाजरकोटमा जति पनि नेतृत्व गर्नुभयो अहिलेसम्म यस्ता कुराहरूमा चाहिँ नागरिकप्रति अलिकति चासो नदिने, अनि जस्तो दमकलका कुराहरू होला, यस्तो विषयमा जनप्रतिनिधिहरूले चाहिँ अहिलेसम्म खासै चासो दिएको पाइँदैन। तपाईँ भविष्यमा के गर्ने सोच गर्नु भएको छ? यसका लागि चाहिँ इच्छा शक्ति चाहिन्छ क्या। यो साधन स्रोत भएन हामीसँग भन्नुभन्दा पनि इच्छा शक्ति र प्लानिङ भयो भने यी सम्भव हुने कुराहरू हुन्। एउटा स्थानीय तहले एउटा दमकल किन्नलाई त्यति ठुलो समस्या होइन। त्यसपछि सङ्घीय सरकार, प्रदेश सरकार, यहाँका सम्पूर्ण जनप्रतिनिधिहरूले त्यो किसिमको विचार, त्यो किसिमको प्लानिङ भएको भए यो सम्भव हुन्थ्यो। त्यो नहुनुकै पछाडि यसरी क्षति भएको छ। म सम्पूर्ण चाहिँ आम जाजरकोटवासी र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु, यो दुःखको बेला उहाँको सर्वोच्च नै चाहिँ एउटा लोनमा र राम्रो व्यवसाय गर्ने व्यवसायीको ठुलो क्षति भएको छ। यो बेला हामी सबैले, हामी नेपाली मनका धनी छौँ, सबै एकताका साथ हामी जुट्यौँ भने उहाँलाई फेरि पनि चाहिँ त्यो स्थानमा चाहिँ लिन सकिन्छ, ल्याउन सकिन्छ। त्यसकारण म सबै चाहिँ नेपाली दाजुभाइ दिदीबहिनी, खास गरी जाजरकोटवासी दाजुभाइ दिदीबहिनीहरूलाई उहाँलाई चाहिँ हामीले विभिन्न माध्यमबाट सहयोग गर्नका लागि हार्दिक अपील पनि गर्न चाहन्छु।
उठेको हो त्यति बेला हामीले अरू हामीलाई केही पनि यताउता दाउ हामीसँग आउँदै आएन, हामीले केही होसै आएन। एकाएक घर धन्किसकेपछि सुरुमा विरत खानेपानीको लागि फोन गर्दा फोन स्विच अफ रहेछ। धेरै ठाउँ कोसिस गरेर खानेपानी आयो। आइसकेपछि मैले नै घरबाट पानी प्लास्टिक पाइपबाट पानी हालेर त्यहाँ आगो निभाउने काम हामीले गऱ्यौँ र स्थानीयहरू पनि सबै लाग्नु भएको थियो। मिनरल वाटरहरू सबै हाल्नुभयो। आफ्नो जति जति थियो त्यो स्थानीय स्रोत साधनहरू लिएर आगो नियन्त्रण त गरियो। सबैले स्थानीय तहले दमकलको व्यवस्थापन नगरेको हुनाले ठुलो क्षति भएको छ भन्ने कुरा सुनाउनु भएको छ मिडियाहरूले सबै सामाजिक सञ्जालमा। एकदम हाम्रो ध्यान आकर्षण भएको छ र दमकल नभएसम्म ठुलो क्षति हुने थियो, अझै धेरै ठुलो क्षति हुने थियो। यहाँ सुरक्षाकर्मीहरू आउने बेलासम्म आधा घरहरू जलिसकेको थियो र स्थानीयले धेरैभन्दा धेरै अहोरात्र नखटिदिएको भए आज ठुलो क्षति हुने थियो र हाम्रो ध्यान आकर्षण भएको छ। र अझै पनि सबैले देख्नु पनि भएको होला। अब स्थानीय तहले दमकलको व्यवस्थापन गरिएन भने अब यहाँ हुने जाजरपुरा जति नेता हुनुहुन्छ उहाँहरूले एउटा स्थानीय स्तरमा ठुलो दमकलको व्यवस्थापन गरिएन भने, गोताखोरको व्यवस्थापन गरिएन भने अझै यस्ता खालका ठुला क्षति हुनेछन्। त्यसैले हाम्रो ध्यान आकर्षण भएको छ। हामी एकदम अहिले दुःखमा छौँ। अब यो मिडियातिर भन्दा पनि हामी असाध्यै दुःखमा छौँ। ठुलो क्षति भएको छ। हाम्रो छिमेकी विगत 12 वर्षदेखि यहाँ स्थानीय रूपमा यहाँ हामी सँगै भएर एउटा घर परिवार भएर बसेका मान्छे एकदम हामी दुःखमा छौँ। त्यसैले सबैजना लागेर सहयोग गर्नु पर्यो। उहाँहरू कता हुनुहुन्छ? हिजो 12 हामी 4 बजीसम्म सँगै थियौँ। उहाँहरू अलिकति आफै पनि बेहोसी अवस्थामा हुनुहुन्थ्यो। त्यसैले हामी स्थानीयले आफ्नो घरदेखि प्रत्येक घरको डरमको विरत खानेपानीले आगोलाई नियन्त्रण गरियो र अब त्यतिसम्म गर्दाखेरि आगोलाई मात्रै कन्ट्रोल गर्न सकियो। मानवीय क्षतिबाट बचायौँ सबैजना लागेर। उहाँको धनको क्षति थुप्रै ठुलो क्षति भएको छ। अब क्षति कति भयो भन्ने कुरा अझै पनि डेटा आउन बाँकी छ। त्यसैले सबैजनाले सहयोग गरिदिनु होला भन्ने मैले अनुरोध गरेँ र बाँकी मैले व्यक्तिगत गर्ने कुरा जति सकिन्थ्यो मैले गरेँ। संस्थागत हिसाबले यहाँको सटर बन्द हुँदा मैले नगरपालिकाको डोजरलाई फोन गरेर पनि सटर निकाल्नलाई सहयोग गरेँ। त्यति बेला जेसिबी यहाँ नजिकै थियो, यहाँ हुनुहुने रहेछ, गुरु पनि हुनुहुने रहेछ। त्यति बेला बोलाएर सटर तान्न पनि कोसिस गरियो। स्थानीय बासिन्दाको हिसाबले गर्ने सहयोग जति सक्यो हामीले त्यति विपदको बेला सहयोग गरियो र अझै थप सहयोग गर्नको लागि हामीसँग स्रोत साधन नहुनाले स्रोत साधन नभइसकेपछि अन्यल भयो। ठुलो क्षतिबाट हामी बचेका छौँ। सबै सावधान हुन मैले अनुरोध सबैलाई गरेँ र सबैले अहिले यो विपदको बेला उहाँलाई सबैजनाले सहयोग गरिदिनु होला भन्ने पनि मैले अनुरोध गर्छु। हुन्छ, धन्यवाद।